Davidoff? Yeah, Chikolina, single piece 75. This Davidoff, huh? Yeah, this one. मेसी र रोनाल्डो हेर्नु त्यहाँ भाग्यो जस्तो सोचेको त्यस्तो भएन अहिले चाहिँ खास नाइट भ्यू चाहिँ हेरौँ नाइट भ्यू हेरौँ अनि चाहिँ फुडहरू पनि ट्राई गरौँ भन्ने कुराले हो बबल भइरहेको छ भाइब आइरहेको छ सो या हाई गाइस फेरि पनि वेलकम ब्याक टु PAWAN1JK को भ्लग्समा सबैजनालाई सो या गाइस के छ सबैजनाको हालखबर म चाहिँ पवन जङ खड्का मेरो भ्लगमा सबैजनालाई स्वागत छ होइन अब चिनी राख्ने मान्छेले चिनी राख्नु भएको छ के अरे नचिन्ने मान्छेलाई चाहिँ अब जस भनिदिएको र आजको मेन भ्लग के रहेको छ भन्दाखेरि मेन मुद्दा मेन मोटो के रहेको छ भन्दा मैले भ्लग बनाउनको लागि आज चाहिँ म जाँदैछु UAE को सबभन्दा दामी सिटी अबुधाबी सिटी इज कल्ड मदिना जायद भन्छ के के भन्छ त्यहाँ जान लागिरहेको छु आज चाहिँ म र बस स्टेसन रहेको छ यही हो बस स्टेसन चाहिँ अनि 160 भन्ने बस आउँछ आज चाहिँ म बसमा जान्छु किनभने धेरै जस्तो मान्छेहरू चाहिँ अनि यहाँको लोकल बसमा जान्छन् के त्यही भएको भएर हो बस पनि आइसके जस्तो छ अहिलेको लागि चाहिँ म छुट्छु होइन धेरै भयो कि ड्युटी स्युटी यताउता के भन्ने होइन अनि त्यही भएको भएर अनि सानो ब्रेक लिएर चाहिँ म आगया यहाँ चाहिँ बिचारी एउटा इन्डियन सिस्टरले भन्नुभएको कि बस चाहिँ यो आउँछ भनेर यो 160 भनेर चाहिँ त्यो चाहिँ गएछ त्यही हो म चाहिँ पहिला सुरु जान्छु अब बस पनि आएछ होइन अब बस आइसकेपछि अब बसमा गएर नि भेटौँला बस चाहिँ ऊ त्यहाँ रहेको छ मलाई फेरि यहाँ बसमा भ्लग हान्न अलि कस्तो लाग्छ कि त्यही भएर बस पनि आइसकेको छ म चाहिँ जान्छु नाइट लाइफ पनि यसो नाइटको त्यो सिटीको भ्यूहरू देखाउँछु डिफ्रेन्ट फुडहरू पनि म ट्राई गर्छु त्यही अहिलेको लागि म छुट्छु बसमा कि उतै गएपछि भेटौँला अहिलेको लागि चाहिँ म छुट्छु है त सो यस गाइज म पनि त्यहाँबाट आइसकेपछि चाहिँ अनि बस चढेर भइसकेपछि चाहिँ म त्यो पछि नि फेरि दुईवटा बस चेन्ज गरेँ कि 44 को बस लिएँ अनि 44 को बसपछि म फेरि डाइरेक्ट झरेँ त्यो बस स्टप खास यहाँपट्टि हो अनि मलाई चाहिँ खास अलि उतापट्टि रोकिदियो कि त्यही अब चाहिँ म डाइरेक्ट मलतिर जान्छु त्यति बेला भेटौँला डाइरेक्ट मलतिर गएपछि नि अलिकति लागि म राखिदिन्छु के हुन्छ म देखाइरहेको छु अब ठ्याक्क होइन जस बसबाट आउने बेलामा चाहिँ हल्का फुल्का स्ट्रिट हेर्दै क्याम्पसको स्ट्रिटको त्यो भ्यूहरू हेर्दै आउँदा चाहिँ मजा हुँदैछ धेरै पछि आएको म सिटी चाहिँ त्यही अहिलेको लागि चाहिँ म राखिदिन्छु धेरै कुरा गर्दिनँ डाइरेक्ट उता मलमा गएपछि नै भेटौँला है त मलमा जान्छु नेपाली फुडहरू ट्राई गर्छु हल्का फुल्का नाइट स्ट्रिट भ्यू हेर्छु त्यही हो अहिलेको लागि चाहिँ म राखिदिन्छु है त ल सो फाइनल्ली है मैले चाहिँ अब त्यो भिडियोमा देखिरहेको थिएँ नि त हो त्यो ठाउँ चाहिँ आएछ कि होइन अनि अब चाहिँ नेपाली रेस्टुरेन्टहरू पनि रहेछ कि खोजिरहेको थिएँ यसले चाहिँ तर मैले यो भिडियोमा देखेको चाहिँ योवाला है भिडियोमा देखेको चाहिँ टक्कै यहाँ बत्ती सत्ती बोलेको थियो अनि यो सिटी यो बिल्डिङहरू पनि देखेको जस्तो लाग्थ्यो होइन यो चाहिँ त्यही हेर्छु अनि यहाँ खानासाना पनि ट्राई हान्छु यहाँ नेपाली रेस्टुरेन्ट पनि रहेछ होइन के छ भनेको चाहिँ हालखबर के छ के छ हामीसँग मेन्यु हो यो चाहिँ मेन्यु हो हजुर यहाँ चाहिँ मेन्यु रहेछ यसो यताउता घुमौँ के अरे पहिला त्यसपछि खाना आउँला तर मेन्यु चाहिँ हेरेर जाउँला पहिला सुरु होइन यस्तो पहिला सुरु घुम्छु अनि त्यसपछि आएर उस गर्छु अलिकति चाहिँ राखिदिन्छु यो रहेछ कि खास स्टल चाहिँ 10-12वटा यस्तो स्टल मलाई चाहिँ यहाँ एउटा दाइले भन्नुभएको थियो मैले हेरेको बुझेको अनुसार चाहिँ मैले देखेको ठाउँ चाहिँ यही हो क्या यो हो कि त्यो स्टलहरू रहेछ कि यहाँ चाहिँ त्यो राम्रो रहेछ नेपाली इन्डियन सायद फिलिपिन सबै खालको होला होइन त्यही हो अब चाहिँ म सायद अब यो मलभित्र पनि जान्छु होइन बसेर घुमाउँ मैले फेरि उतै टन्नै के खाएको थिएँ कि त्यो ड्युटीको त्यो काम गर्ने ठाउँमै त्यो चाउचाउ खाइयो आज बिहानै के ब्रेकफास्ट खाइएको थियो त्यति खाँदै टम्म भयो अब एकछिन यसो घुमाउँ पेटसेट खाली हुन्छ चाहिँ यस्तो टाइपको रहेछ नि त होइन अब यहाँ घुमेर भइसकेपछि नै भेटौँला अहिलेको लागि चाहिँ म राखिदिन्छु के गर्छु म देखाइरहेको छु है त ल के हो र के हेर्नु साथीभाइहरू यार यहाँ यो कपडा हेर्नु ठाउँमै छिटेको यार मैले भनेको जस्तो केही नै रहेछ मलाई खास यस्तोवाला चाहिएको यार एउटा जिम गर्ने बेलामा चाहिएको थियो फुल ब्ल्याकमा कि फुल व्हाइटमा मैले नेपाल हुँदा पाउनु त पाएको थिएँ यार यतैतिर आइसी किनिन्छ भनेर त्यो हतारमा हुँदा किनिएन यस्तोवाला अब यो तर यस्तो टाइपको भने क्वालिटी अर्कै हुन्छ कि मसँग एउटा थियो व्हाइटमा चाहिँ नेपालमा तर यस्तोवाला अहिले चाहिएको अब एउटा थियो के अरे आउँदा लिएर आउँदा त्यो लाएर आएको थियो त्योवाला फाट्यो व्हाइटवाला चाहिँ त्यो ब्ल्याकवाला चाहियो थियो फुल ब्ल्याकमा चाहिँ यस्तोवाला चाहिँ यतै त्यो सिटीतिर कता पाइन्छ भने कमेन्ट डाउन बिलो है गाइज है
यस्तो यो फुल ब्ल्याकमा हुनु पऱ्यो कि फुल व्हाइटमा हुनु पऱ्यो त्यो फुल व्हाइटमा भनेर पनि अब फेरि यस्तो यस्तो टाइपको होइन फेरि अनि यो टाइपको होइन क्वालिटी अर्कै हुन्छ कि त्यो भेस्ट यो त पुरै पातलोवाला भेस्ट भयो कि योवाला पनि ठिक हुन्छ तर त्यो जिम गर्ने बेलामा बाहिर हुँदा पनि त्यो बाहिर लाउँदाखेरि पनि राम्रो देखिन्छ कि त्यो छैन त्यही भएर यस्तोवाला अझै ब्ल्याकमा भयो भने चाहिँ बबाल हुन्थ्यो कि ब्ल्याकमा पाए चाहिँ राम्रो हुन्थ्यो त्यही हो अब अर्को अर्को ठाउँमा जान्छु अनि त्यो भेस्ट पायो भने चाहिँ भेस्ट लिन्छु कि नत्र अरू केही लिँदैन चाहिएको त्यही नै हो त्योवाला भेस्ट नै पाइनँ हो यसो हेर्छु अनि त्यति बेलासम्म हल्का हामी स्ट्रिटको भ्यू पनि हेर्छु के खान्छु अनि त्यसपछि म ब्याक टु रुम हुन्छु अहिलेको लागि चाहिँ छुट्छु है त कता कता जान्छु म देखाइरहेको छु है त You know how much today? Price? How much? See, boss. Can you say? هذا offer, huh? This is all Eddie perfume, boss. 100 ml, made UAE. Okay. How much this one? I will tell you because today offer one. And I give you one cool water, Davidoff, same brand. Okay. And one is Kada lady. Wear raindrops. Yani this unisex. This one for man. This lady. This one lady. 1, 2, 3, 4. 100 dirham. For respect, one more extra free for you. Oh. 5 piece. This is the first one I put in your hand. Okay? Yeah, This yeah. one. This cold water. You know cold water, Davidoff? Yeah. Check online, huh? Single piece, 75. This is Davidoff, huh? Yeah, this one. This one is Kada for lady. You have wife? Sorry, dirham are here, guys. This one. 100 dirham are here. It's the same Victoria's Secret, huh? This all 1, 2, 3, 4, 5. This all are. Already 4 piece. But for respect, one more extra for Yeah, you. yeah, This yeah, lady, yeah, huh? It's Kada. Victoria's Secret. And this one lady also. This lady, वाला this one राम्रो lady. Smell? The same bath and the body workers, huh? This is the one. You smell? Yeah. Very nice. Musk vanilla. Okay? So I want. This is nice, huh? Yeah, I Yeah, want. this one also nice. 1, 2, 3, 4. 100. Yeah. This one for Nepal. Nepal, yeah, Nepal. Yeah, salty. This one for Yumi. This Sofage, huh? You know Sofage. Sofage. No, I don't know any brand of Yeah, this this is the one for Yumi. Okay, high Shifaza. EDP also 100 ml. All expert 2030. Okay, I for respect. One more extra for you. These all are in 100 dirham. 100 only. Wow. Yeah, for you. Any day you come, see? Sharp piece, so there are 4 piece 100, 4 piece 100, 4 piece, 4 piece, 4 piece, 4 piece, 4 piece, 4 piece for you. 1, 2, 3, 4. One more extra for you. All 100. Yeah, this offer is very good, but Yeah. because there is no time now. Maybe no offer now. This one is for offer only. Yeah, this offer. Listen to me, Tal. You have kids? No. Kids? Am I look like Mary? Not yet? Any guess? Why no, yani? Single boy. Tal, Single 1, 2, 3, 4, 5. Give me 100. Tal. Plus one also. Yeah. For last custom. Wow. More, wallah, extra for you. Too much offer, bro. यार. Yes. Okay. Offer चाहिँ राम्रै हो जस्तो हुँदै यार. Skada. Gymbaris 100 ml. Yeah. This Amazon, huh? How much in Amazon? 65. Yeah. I told for you one this piece, all- huh? Yeah, this all our brand, huh? Yeah. All our brand. I understand. Yeah, I for you, yalla, 60 piece. Yeah. 6 piece. Yes. The offer is very good, but I know. Wallah for you. Definitely okay. just today this is my first time, so that I'm just Welcome, exploring. Hamad. Okay. Okay, I next time. I'll promise come next time. Okay, Okay. See you, brother. See you, brother. Yeah. See you. Thank you so much. यहाँ तर पर्फ्युम चाहिँ बवाल है 65 dirham पर्ने रहेछ एउटालाई चाहिँ तर त्यसले दिएको थियो 6 अझै प्लस एक्स्ट्रा वान एउटा दियो भने नि दिन्थ्यो होला कि सायद अब के हो कुनै अब त्यो एमाजोनमा त्यो ट्याबीमा हो कि एमाजोनमा देखाइरहेको थियो किन त मन लाग्थ्यो होइन मलाई फेरि यो पर्फ्युमहरूको त्यो उसको बारेमा केही थाहा छैन कि आफू त्यो फक्सेन मात्रै लाग्यो अनि अर्को त्यो कुन त्यो पर्फ्युम लाग्यो त्यो खासै नलेज छैन मसँग नि एउटा छ यहाँ ब्यागमा त्यो चाहिँ 40 dirhamमा किनेको होइन त्यही त्यो रुमको यतापट्टि लिएको त्यो उसतिर त्यो चाइना क्याम्पतिर लिएको हो त्यही हो अब त्यो ब्ल्याक टी सर्ट हेरौँ भनेको ब्ल्याक टी सर्ट नि पाएन अब कपडा पसल पनि पाएन फेरि अझै एउटा ठाउँमा जान्छु त्यो एउटा ठाउँमा रहेछ भने चाहिँ जान्छु कान्छा मलाई उस दिन्छौ ब्ल्याक टी सर्ट black t-shirt, black half t-shirt. I need that one. Which one? Black half t-shirt. Half t-shirt. Half t-shirt in black. No. In half means best. But that No, one. yeah. No Not this one. No more. Too much difficult to find, huh? Little bit difficult here to find. Where I can go? You have to go Lulu. Lulu? Yep. How much time it will take? Just 5 minutes. 5 minutes? Yeah. Means I have to go down and straight. Another shopping center, that one. Okay, Lulu Market. After walking 5 minutes, huh? Okay, brother. Thank you. कहाँ 5 मिनट हुँदै जाने फेरि यार हेर्ने हो र यार
टाइमै छैन खास चाहिँ यार 7 साढे 7 भइसक्यो यार होइन यार म जान्छु यार अब यार के हेर्नु त नि अब यार यो जुत्ता सुत्ता त अब यस्तै हो क्या है जुत्ता त के हेर्नु जुत्ता पनि लिन त थियो एउटा यार के जुत्ता त के लिने होइन जान्छु बरु अब जाम के हो यार उतापट्टि नै जान्छु त्यो लुलु भन्दिनँ यार 5 मिनट भयो नि हिँडेर यसो छोडौँ होइन म जान्छु बस दिस इज लुलु दिस वान इज लुलु मार्केट अभी ठर यहाँ पनि नरहेछ अझै उतापट्टि रहेछ त्यो ब्ल्याक टी सर्ट पायो भने लिन्छु नत्र लिन्न डाइरेक्ट त्यही गोर्खा किचनमा गएर भेटौँ भाइ लुलु मार्केट किन सोधेको नरहेछ यार त्यस्तोवाला यहाँ लुलुमा छैन भने फर्कियो अब म जान्छु सिधै तल सिधै मैले अघि भनेको ठाउँमा जान्छु त्यतै गएर भेट्छु है त अहिलेको लागि चाहिँ म राखिदिन्छु ल सिधै जान्छु तल भोक हल्का फुल्का लाग्यो खासै भोकै लागेन कि फेरि त्यो के खाइदिएको त्यही भएर भोक लागेन अहिले चाहिँ म जान्छु ल सिधै यहाँबाट जान्छु गोर्खाली किचनमै गएर भेटौँ है त अहिलेको लागि राखिदिन्छु ल त्यो पछि त्यही हो गाइज रमाइलो भइरहेको छ एज यु क्यान सी द ब्याकग्राउन्ड भ्यू होइन यही स्ट्रिटको भ्यूहरू यही बिल्डिङको भ्यूहरू देखाउन खोजेको अनि जस मैले यहाँ खोजेको टी सर्ट पनि पाइनँ होइन मजा आयो जस घुमेर चाहिँ मार्केट चाहिँ होइन जस अझै धेरै धेरै ठाउँ पनि म घुम्न छ नयाँ नयाँ कुराहरू गर्न छ नयाँ नयाँ ठाउँ नयाँ खानेकुराहरू पनि खाना पनि छ होइन अहिलेको लागि चाहिँ त्यही हो अब म डाइरेक्ट त्यही यसो हल्का सानो फुडहरू टेस्ट गर्न जान्छु के कस्तो हुन्छ रिभ्यू पनि दिन्छु मिठो लागेछ भने मिठै पनि भन्छ त्यो गोर्खाली किचन भनिसक्यो एउटा त्यही जान्छु त्यही गरेर खानासाना के खाना पर्ने हो मोमोहरू ट्राई गर्छु तर त्यस्तो भोक चाहिँ लागेको छैन होइन जे होइन के गर्ने अब खानै पऱ्यो त्यो आइसकेपछि चाहिँ भन्ने कुराले गर्दाखेरि किन भन्दाखेरि मैले ड्युटी गर्ने टाइममा चाउचाउ खानै मन लागेन त्यही पनि खाना जे खाइयो कि अनि त्यो मिठो भयो त्यहाँ पनि त्यही माथि ब्रेकफास्ट पनि दामी खाइएको थियो हेभी खाइएको थियो त्यही भएको एउटा मलाई खान मन थिएन खास भोकै आउँछु अनि यहाँ फुडहरू ट्राई गर्छु भन्ने भएको थियो होइन अब के गर्ने त अब अनि मेसी र रोनाल्डो हेर्नु त्यहाँ भाग्यो देखाइरहेको थियो त्यही हो ल अरू त केही छैन अब डाइरेक्ट त्यही फुडहरू ट्राई गर्ने ठाउँमा जान्छु के कस्तो हुन्छ रिभ्यू पनि दिन्छु त्यही नै हो अब अहिलेको लागि चाहिँ म राखिदिन्छु सिधै अब उता कसैले भेटौँला त्यो पछि अब जान्छु म के हुन्छ म देखाइराख्छु पेट दुखेर यार अहिले वासिङ जानु मन लाग्यो त्यो चाउचाउले गर्दा हो क्या अहिले अहिलेको लागि चाहिँ राखिदिन्छु ल यहाँ गाइस म चाहिँ अब यहाँ गोर्खाली किचन भन्नेमा खोज्दै होइन यहाँ जान मन चाहिँ खास चाहिँ 15 नम्बर स्टल कुन हो 15 नम्बर 15 नम्बर स्टल I don't know 15. which number is this 13 Okay. okay let's try ए अझै यतापट्टि पनि रहेछ नि त यहाँ त पुलसुल पनि रहेछ फेरि यार यस्तो यस्तो टाइपको भ्यू पनि रहेछ होइन मजा छ त जे होस् पुलसुल पनि रहेछ यहाँ त होइन मान्छेहरूलाई केही देखाउने होइन त्यसमा त्यो 13 रहेछ 10 मलाई उस दिनु त एउटा बफ दिनु एउटा होइन एउटा चिकन दिनु अनि अरू के छ आइटमहरू जुन ठाउँमा थियो त्यही ठाउँमै रहेछ क्या लास्टमा फेरि गोर्खाली मोमो रेस्टुरेन्ट लेख्नुभएको रहेछ होइन त्यही हो अब यहाँ कपिराइट लाउँछ होला अहिले यतापट्टि म बस्छु अनि त्यही भएर है त लिएर जानुहुन्छ सुक्खा त्यही एउटा मोमो अर्डर गरेँ मैले चिसो खान्छु सायद एउटा चिसो के लिने होला यार ल मोमो चाहिँ आयो होइन लास्ट गर्मी छ मोमो चाहिँ चाहिहाल्छ है पहिला विदाउट सस खानु पनि होइन अनि रिभ्यू दिउँ है पहिला यत्तिकै खामै धेरै पछि खाँदै यार ठिकै छ दादाको एक्सपेक्टेसन धेरै भएछ जुस मिठै छ जस्तो सोचेको त्यस्तो भएन नो वरिज शुद्ध मिठो रहेछ चटनी चाहिँ बदामको रहेछ होइन मिठो लाग्यो अहिले चाहिँ खास नाइट भ्यू चाहिँ हेरौँ अनि चाहिँ फुडहरू पनि ट्राई गरौँ भन्ने कुराले हो त्यही नै हो बबल भइरहेको छ भाइब चाहिरहेको छ म फेरि कस्तो मान्छे भन्दा एक्लै पनि घुमिदिन्छु कि केटाहरूले भनिरहेको छ त्यहाँ होइन आज बाहिर जाने भनेको अनि कहाँ एक्लै जाने हो भन्ने सोध्छ कि फेरि मलाई फेरि त्यस्तो केही मतलब लाउनु कि बरु
2-3 जना 4-5 जना ग्रुपमा भयो भने मजा आउँछ त्यो चाहिँ मजै आउँछ 4-5 जना भयो भने तर फेरि अझै 1-2-जना मात्रै भयो भने चाहिँ खासै उसै हुन्न के नत्र म त्यो होइन त्यो सबैजनासँग घुम्न पनि मजा आउँछ त्यो छैन केटाहरू ग्रुपमा घुम्न मजा आउँछ त्यो त्यही पनि अब आफूलाई चाहिँ एक्लै टाइम स्पेन्ड गर्न एक्लै भ्लग बनाएर हिँड्न ल है त राखिदिन्छु अहिले ल यहाँ अनलाइन मेरो डाटै सकियो यार यहाँ वाइफाई रहेछ उनको वाइफाई नरहेछ फुड चाहिँ राम्रै मिठै ठिकै लाग्यो यार यो मोमो चाहिँ अब पानीपुरी ट्राई हानौँ है ल नेक्स्ट राउन्ड है फेरि पानीपुरीको पानीपुरी खाएको हेर म अनि त्योपछि म चाहिँ निस्किदिन्छु यार होइन ढिलो पनि हुन्छ क्या फेरि अनि कहाँ भोलि ड्युटी जानु छ ल पहिला सुरु चाहिँ अब पानीपुरी ट्राई हानौँ भनेको पानीपुरी ट्राई हानौँ है मोमो चाहिँ कति दिन्छु भन्दाखेरि मोमो चाहिँ म 10मा 6 दिन्छु पानीपुरीलाई चाहिँ 7.5 8सम्म दिन्छु म अहिले तरकारी पनि ठिकै छ कुनैमा धेरै कुनैमा थोरै पानीपुरीको डल्लो ठुलो रहेछ होइन गुड छ गुड यस गाइज म चाहिँ यहाँबाट निस्केको ल बिलसिल दिएँ यताउता गरेँ अनि त्यो हाम्रो यो किचन चाहिँ यहाँ राखेको छ उहाँ दिदीले चाहिँ मजाले एक्सप्लेन गरिदिनु भयो यो चाहिँ हाम्रो स्टेज रहेछ कि चाहिँ अहिले त अलि गर्मी छ नि त ह्युमिडिटी पनि त्यस्तै छ त्यही भएको भएर अहिले चाहिँ त्यस्तो केही उस नहुने रहेछ होइन प्रोग्रामहरू टाइपको नहुने रहेछ अहिले चाहिँ गर्मी भएको कारणले नत्र अरू बेलामा चाहिँ इङ्ग्लिस सङहरू गाएर यताउता गरेर चाहिँ हुने रहेछ के अरे हजुरले गाउनुहुन्छ भने हजुर पनि आउन सक्नुहुन्छ भनेर दिदीले यहाँ अफर गरिराख्नु भएको थियो हुन्छ म आउँछु तर त्यो चाहिँ सेप्टेम्बरतिर रहेछ कि जाडो महिना आउने बेलातिर जाडो महिना हुने बेलातिर रहेछ जस मजा आएछ सेयर यहाँ मलाई चाहिँ एउटा दाइले जो यहाँ सजेस्ट गर्नुभएको थियो कि हाम्रो यो मेरो लोकेसनको लागि मनिष राई भन्नुहुन्छ उहाँ सरले चाहिँ मलाई के अरे जो यहाँ जाऊ राम्रो छ भन्नुभएको थियो यहाँ रहेछ कि मैले चाहिँ खास यो गोर्खाली भन्ने मात्रै ट्राई गरेँ होइन मैले अब अर्को पालि आउँदा चाहिँ यहाँ यो सबैमा चाहिँ ट्राई गर्न खोज्छु अनि यहाँ चाहिँ मैले त्यही मोमो र त्यही त्यो पानीपुरी खाएँ एभरेज लाग्यो सबै कुरा चाहिँ मिठो ठिकै छ होइन कस्तो लाग्यो त नि भन्नुभएको थियो यहाँ दिदीले पनि ठिकै छ दिदी भन्नु मैले होइन राम्रो लाग्यो अब चाहिँ म यहाँबाट छुट्टिन्छु निस्किन्छु अब म जानुपर्छ ढिलो भयो अब भोलि पनि फेरि अब ड्युटी छ ब्याक टु ड्युटी हुनुपर्छ त्यही भएको भएर हो अहिलेको लागि म राखिदिन्छु भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला राख्छु अब यहाँबाट एडी एक्सप्रेस भन्ने समात्छु इट टेक्स मेबी ओन्ली 30 मिनट कि अब त्यति पनि लाग्दैन होला त्यो पछि म डाइरेक्ट उता रुममा गर्छु नि भेट्छु अहिलेको लागि चाहिँ म राखिदिन्छु सी यु गाइज है त अहिलेको लागि भिडियो मन परेमा लाइक सेयर गर्न चाहिँ नभुल्नु होला सी यु है त बाई बाई